Nisha just said it was not scripted. It was not scripted. Yeah, it was not scripted. Hello guys, welcome to day 2. I think people would prefer seeing us. Yes, of course. I'll say हामी फेरि त्यही ठाउँमा गइरहेको छौँ। तिम्रो के काम बाँकी छ? मेरो सकिसक्यो। एउटामा लाइक डिपी नाप्नु पर्ने छ हाम्रो ग्रुपमा। I'm all done. मेरो घरमा ताल लाएर छ मेरो भेटिँदैन मलाई घरमा मान्छे। मेरो पनि सबै भइसक्यो 3टा घर डन। यसो एनर्जी हेर क्या यसरी हो क्या होइन हाम्रो अब प्लान के छ भन्दाखेरि उठ्नु नपर्यो म्यामहरू अझ हुनुहुन्छ अनि ससलाई हामी बिरामी छ भनेर हामीले टेलर त आँखा देखाइदिनु टेलर छ भनेर हामी भनिरहेको छौँ होइन हाउ दिस प्लान वर्क्स अर नट अब किन लाग्छ प्लान त काम गर्छ दामी प्लान त काम गर्छ काखमा बसेपछि त्यो फ्री पर्मिट हो क्या तिमी उठ्नु पर्ने हो क्या तिमी उठ्नु पर्ने हो भएन के कहिले काहीँ त इक्वालिटी पनि हुनु पर्यो नि त तिमी इक्वालिटी स्ट्यान्ड गर्छ होइन त्यही भने इक्वालिटीमा स्ट्यान्ड गर खै तिमीहरूको पुरो फेमिनिजम हुन्छ ल ल ल म त केटाहरू ग्याङ ग्याङ गाइस अपडेट देऊ हामीलाई हाम्रो चाहिँ अब सेकेन्ड दिनमै सब घर सकियो अब भोलि आएर चाहिँ के गर्नु थाहा छैन दाइ मेरो ग्रुप पार्टनर प्लिज शिर्पा होइन त हामी शिर्पा के हो शिर्पा कम्युनिटी डायग्नोसिस प्रोग्राम पार्टनर शिर्पा अनि गाइस मैले काम पाइरहेको छु यहाँ कुन काम गर्ने भनेर के अरे मेहनती छ कि निशा मेरो पार्टनर जति मेहनती त कोही छँदै छैन कि डिमान्ड हजुरको खतरा खानै छैन कि मतलब अस्तिदेखि हामी सँगै छौँ होइन आज एउटा मान्छे हो हामी सँगै छौँ होइन एउटा मान्छे मतलब म नाम त लिन्न मिल्दैन होइन यसरी ल्याएर निशान त म कहाँ हुन्छ त्यस्तो कहाँ हुन्छ जान पाउँछौ तिमी ए उसले भनेको एकजना मान्छे आएर मलाई ल निशान्त मसँग जान्छ त्यही त म हो नि त साथी त बेस्ट फ्रेन्ड बुझिरहेको छु नि बुझिरहेको छु तिमी केही नभन् तिमीले छोडेर गएको उसलाई त हुन्छ हामी दुवैले गाइस अब काम गर्न थालौँ होइन एकदमै रोचक एकदम रोचक मुभमेन्ट चलिरहेको छ यार निले के भयो भनिदिन्छ तिमीमा भनिदिनु निले छोड्दै निलेलाई छोड्दै साथी आउनु न साथीहरू भन्नु यार कन्टेक्स्ट दियो यार के भयो हाम्रो निलेको स्कुटरको चाबी हरायो हाम्रो बिलभेड स्कुटर थियो क्या त्यो हामी सबै म त मान्छु अनि मेरो त धेरै सहयोग गरे मेरो त धेरै सहयोग गरे त्यो मेरो मात्र छैन कि स्कुटर हामी हामी कमन हाम्रो स्कुटर हो के अनि त्यहाँ 3 डेज गएर म जस्तो लगाएको थिएँ इमर्जेन्सीमा त्यो स्कुटरमा राखेर हाम्रो स्कुटरको चाबी एकजनाको ज्यान बचाएको छ यार त्यो स्कुटरको मान्छ एकजनाको मात्र होइन धेरै सो द थिङ इज हामी स्कुटरको चाबी हराएको छ अब हामी चाबी बनाउनु दाइले बोलाएको छौँ 5-6 मिनटमा आउँछ डे 3 यति हल्का ड्रामा नभई कहाँ अलि ड्रामा नभएको सकिँदैन थियो अब यो नभई हुँदैन के ड्रामा ठिक छ हाउ टु कपाल किन मेरो हाउ टु किप योर लाइफ इन्ट्रेस्टिङ के ठिक छ यति ब्ल्याङ्क भयो होइन नि त ठिक छ खड्का त्यो स्कुटरले तिम्रो जीवनमा के योगदान दिएको थियो भनेर धेरै योगदान दिएको छ म फर्स्ट टाइम निलैसँग भेटेँ कि स्कुटरसँग आइफोन 14 प्रोमा इसिम हाल्न गएकै थियो स्कुटीमा हो कि होइन हो अनि हाम्रो दोस्ती भएकै स्कुटी गर्दा ओके तिमी भन्दा त स्कुटर धेरै महत्त्वपूर्ण भयो एकछिन दाइलाई ढोकिदिनुहोस् त दाइलाई यसो ढोकिदिनुहोस् त दाइ के भयो भन्नु हजुर के मुखबाट सुन्न चाहन्छ मैले मेरो पिक पनि क्रस गरे क्या विश्वास 2 घन्टा त्यही भने के कमसा राम्रो आउँदो रहेछ नि मान्छेहरू स्कुटी अहिलेसम्म यहाँ कसरी छ भन्ने चाहिँ विश्वास रोले हामी यस्तो पुरै चाबी हरायो भने यस्तो बस्यौँ लास्टमा आफ्नो स्कुटरमै चाबी राख्छ स्कुटरमा चाबी घुसाएर पुरेको छौँ आधी घन्टा हामी आधी घन्टा चाबी त्यही छ स्कुटरमै अघि दाइलाई भन्नुभन्दा अगाडि आएर बसेको के भने इयरपोर्ट र चाबी तर कस्तो भने मैले जेनरली सँगै राख्छु के दाइ भ्लग
अलि उस गर्न अलि सरप्राइजिङ गाइज इट्स द अल्टिमेट लास्ट डे फर CDP पहिलो काम त चाबी दिइहाल्यो चाबी अब किरिङ दिएन यसले कन्टेक्स्ट थाहा पाइसक्नु भयो दुनियाले तिम्रो कन्टेक्स्ट थाहा पाइसक्नु भयो हजुरहरूले किरिङ छुट्यायो अनि 3 महिनासम्म दिएन एसेन्सियल नलेज लर्न पहिले अरु माथि भर पर्ने बेस्ट फ्रेन्ड लिएर आइदिन्छु काठमाडौँबाट त्यहाँले गाडीमा सिट लिइसक्यो हौ जसले यो बोकी अगाडि बस्नु पर्ने होइन बस्नु दिइरहेको छ हजुरको डेब्यू मेरो भ्लगमा हजुर कस्तो लागिरहेछ अहिलेसम्म कम्प्लिट भिजिट रमाइलो छ होइन नयाँ नयाँ कुराहरू सिक्न पाइरहेको छ किनकि अनयुजुअल के पायो फेरि 3 दिनमा के अनयुजुअल थिङ के इन्ट्रेस्टिङ थिङ त्यो टोलहरूमा होइन डिजिजहरूको जस्तो टिभी होइन टाइफाइडहरू युनिट देख्न पाइयो होइन अनि कति मान्छेहरूलाई अहिलेसम्म पनि टिभीको बारेमा लेप्रोसीको बारेमा नथाहा पाएको कुराहरू अहिले देखियो होइन अहिले पनि धेरै कुराहरू नथाहा पाएको छन् क्या मान्छेले तिनीहरूलाई अझै पनि हाम्रो यहाँ के हुँदैछ भन्दा उहाँ चाहिँ ग्रुप लिडर हो यो ग्रुपको तर उहाँले चाहिँ 10 जनाको डाटै केही थाहा थिएन कि म्यामले नभनेसम्म एचओडी म्यामलाई नभनेसम्म उहाँलाई चाहिँ केही थाहा नै थिएन कि 10 वटा डाटा मिसिङ छ भनेर यस्तो हुनुहुन्छ क्या लिडर 10 जनाहरूले कम्प्लिट भिजिट आउनुभयो तर उहाँहरू एब्सेन्ट हुनुहुन्छ विदाउट एनी नोटिस यस्तो बहाना दिएर कसरी चल्छ ग्रुप चल्दैन नि त टेक्स्ट गर्नु पर्यो कि म आउँदिनँ भनेर त्यो सौरभलाई टेक्स्ट गर्नु पर्यो त्यसो है गाइस अब एकदम हामी एकदम क्रुसियल मुभमेन्टमा छौँ होइन आइडी हेड गरे गाइस एकदम क्रुसियल मुभमेन्टमा छौँ होइन अब यो कम्पाइल भयो भने एकदम हेर्नु पर्यो नि त ए ल गर न हो त्यही भने क्या बुझ्नु 1 2 3 अब कन्टिन्यू 1 2 ओके ओके हो बिजिसक्यो क्या अनपेड भेरिएबल्स आइसक्यो क्या यहाँ दाइ फेल भयो क्या अब हाम्रो त्यही पनि गरिदिउँ न कपीमा यो कसरी मिलेन त दाइ यो मिलेन क्या यहाँ अब अब यस्तो गर्न मिल्यो नि त हामीले यहाँ हेर न यहाँ भेराबल पनि फरक छ कि नयाँ यो त अनपेड भइहाल्यो नयाँ भेराबल भेट्यो अरे क्या नयाँ डाटाबेस यिनीहरूको भेरिएबलै छैन यो नेम अफ द इन्टरभ्युअर त कसरी छैन र छ होला न्यू एक्टिभ डाटा सेटमा चाहिँ यो छ अरे के मी हु हेभ नो आइडिया तर यो चाहिँ छैन के अब यो डिजिनेसवाला चाहिँ छैन के अब हेर न यो डिजिनेस भेटेनौ नि भनेपछि अब यसलाई के गर्ने मलाई भइरह क्यान्सल गर्ने दादा हाम्रो पुरानो 100 200 300 को तेल आउने भयो होइन ल देखाइदिनुहोस् हाल्ने मान्छे होइन पहिला सुरु म यसो यो सिडिपीले कति मेरो जिन्दगीमा बर्बादी हेर्न अर्को दाइले मैले यो भत्काए देखाइदिनु त निले दाइको अर्को कार्टुन देखाइदिनु यो सिडिपीको बिलमा दाइले यो गरिदिनु भयो दाइले अर्को भत्काइदिएर त्यहाँ राख्दैछु मैले देखाउने यहाँ देखाउनै मिलेन नि त यता यो निशान दाइले यो चाहिँ मैले अब अर्को त्यसपछि ससन दाइको त केही पनि तोड्नु भएको छैन अब अर्को भनेको यो कुर्सी छ आज यो पनि च्यालेन्ज लिइसके मैले च्यालेन्ज लिइसक्यो आज एक दिनमा कति भएको छ भनेर अब यो वाट्स गोइङ अन ड्रामा भइरहेछ हामी प्र्याक्टिस गरिरहेछौँ कस्तो एनर्जी बिना ड्रामा रे एनर्जी छ कि म उम्लिनै बाँकी छ के तातो पानी हजुर के भन्नु तातो पानी छ मेरो म उम्लिनै बाँकी छ मिटार तातो पानी मिटार फुलमाया फुलमाया हैन कान्छी मिटार कान्छी विनोद की आमा मिटार विनोद छ यहाँ जडिया बिग्रेको छ कोही जडिया कोही लालु जडिया कोरेला यता मलाई कसले रोक्छ ल जहिले खान्छ ल ज्यापो एउटा खाँदै आइरहेको छु यसरी म हुँ हैजा बहादुर म सबैलाई हैजा फैलाइदिन्छु मलाई कसले रोक्ने यो चाहिँ विनोद होइन जो चर्पी गरेर हातै धुँदैन जो पानी नततै खान्छ यसलाई हैजा लागि जाओस् खोइ जडिया
ल न उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक नमस्कार। म पहिला एक हातको हत्केलाले अर्को हातको हत्केला माथिले एक हातको माथिल्लोपट्टि घाँसे अर्को हातको बुहारीले बुवालाई अस्पताल लैजान्छ। के समस्याले आउनुभयो बुवा? अनि तपाईँको छाती पनि दुख्छ बुवा? छाती पनि दुख्छ, रातभरि काम ज्वरो आएर सुत्नै सकिँदैन बाबु। टिभीबाट हातको सट्टा कुहिनो वा बाहुलामा खोप्ने 20 सेकेन्डसम्म साबुन पानीले हात धोई राम्रोसँग दिदी मैले सुनेको यस्ता मान्छेलाई त छुन नि हुँदैन रे। मलाई किन भएन फेरि सुरुदेखि हो ल फाल्दै ठिक समयमा आउनु भएछ स्वयंसेविका दिदी। हजुर त यो मान्छेलाई त एचआइभी लागेको छ अरे नि त। अब त हामीलाई कहाँ छुनु, अब त यसलाई हामीले समाजबाट नै निकाल्नुपर्ने भयो। अनि कुनै बिरामीलाई यसरी सामाजिक रूपमा अवहेलना गर्नुहुन्छ तपाईँहरू सबैजना मेरो पर्सनल पनिसमेन्ट दिएर पहिलो कुरा त कुनै पनि व्यक्तिलाई कुनै पनि रोग लाग्छ यसरी सामाजिक रूपमा अवहेलना गर्नुपर्छ। र अर्को कुरा भनेको एचआइभी भन्दा हो हेर्नुहोस् एचआइभी निवारण गर्न सकिँदैन तर नियन्त्रण गर्न सकिने रोग हो। बिरामी हो तर अपहेलित अझै छैन ल छिटो ल छिटो म बिरामी हुँ तर अपहेलित होइन। मलाई एचआइभी छ तर म सपनाहरू पनि छन्, त्यसैले मलाई जीवन बाँच्न देऊ। चामलमा पनि कति ढुङ्गा लाग्न सकेको केलाउँदा थाकिसके। ए नानी कता गई चिया लिएर आइज त लिनु सामा होइन चियामा चिनी नै हाल्न बिर्सिस् कि क्या हो? 2 चम्चा चिनी लिएर आइज त। अनि आमा डक्टरले तपाईँलाई चिल्लो र चिनी नखानु भन्नुभएको होइन त? यो चिनी बिनाको चिया नि कसरी खानु? कति मुख बारे नि लियो बल्ल चिया खाए जस्तो भयो। अब पो मेरो दिन मैले भयो। खाइन भनेको माने होइन तपाईँ खाने नि होइन। हो त इम्पोर्टेन्ट डायलग है। के गर्नु भनेको मान्ने नि होइन, दबाई खाने नि होइन। लिनुहोस् बल्ल चिया खाए जस्तो भयो। अब पो मेरो दिन सुरु भयो। Before ending, just as a reminder, part 3 is also coming next week.
Anyways, all these days of working in Minol Tool taught me a lot of things. On paper, everything seems easy. It's easy to remember the symptoms, explain the pathogenesis, or simply write, I would have done this or that. But being in the practical ground is different. You need communication skills, you need to build up a bond with that person, you need that connection. When I was talking to a 70 years old Amma, the first thing she shared was not about her suffering, but rather than how her sons and daughter were ignorant of her. She went for about 10 minutes, even offering us tea in between. And that's the difference between theory and practice. How you approach people of different ages, or even something as simple as how open-ended question works in real life. While all of CDP and CIP was going on, we shifted because top floor ma baser ekdamai garmi bhayirako थियो. And that's it for this video. It's me, Nishant Kesi, soon to be third year medical student, signing off. Thank you for watching, and I'll see you in the next one. Do your work. Do not your see work. this vlog. Do not see this vlog. Do your work. Do not waste your time. Time. Yeah. Time and time.